हेलो साथीहरू, आज चाहिँ हामी माछा मार्न लागेको दिदी बहिनी अनि भाउजू बहिनी अनि सोल्टिनीसँग हामी चाहिँ दुवाली फर्काएर माछा मार्न लागेको साथीहरू यसरी। अनि म चाहिँ यसरी दुवाली फर्काउनु पर्छ हौ भनेर खन्दैछु। अनि सोल्टिनी चाहिँ भिडियो बनाउनु पर्छ हौ भनेर भन्दै हुनुहुन्छ। मास्तिर दाइ पनि हुनुहुन्छ अनि तलतिर दाइ पनि माछा कट्याउँदै हुनुहुन्छ। अनि त्यसपछि म चाहिँ यहाँ एकदम खुन्दैछु क्या साथीहरू। अनि हाम्रो दाइ चाहिँ तल माछा कोट्याउँदै हुनुहुन्छ अनि कुरीतिर। अनि म चाहिँ यहाँनिर बार्दैछु, सोल्टिनीले चाहिँ ढुङ्गाले दिउँ भन्दै हुनुहुन्छ। अनि हाम्रो ज्वाइँ पनि हुनुहुन्छ अनि दाइ पनि हुनुहुन्छ। अनि दाइले चाहिँ ले म खन्छु नि त भनेर नि खन्दै हुनुहुन्छ। अनि हामी चाहिँ यसरी मिलेर दुवाली फर्काएर माछा मार्छौँ साथीहरू होइन। अनि लु त्यसो भयो भनेर अनि यहाँनिर हाम्रो महेन्द्र सोल्टी पनि हुनुहुन्छ। अनि दाइले चाहिँ म पनि गर्छु नि त भनेर गर्दै हुनुहुन्छ। अनि त्यसपछि म चाहिँ यतापट्टि यहाँनिर छ होला हौ माछा अलिक धेरै भनेर भन्दैछु। अनि हाम्रो ज्वाइँ चाहिँ यहाँनिर आउँदै हुनुहुन्छ। अनि त्यसपछि फेरि दाइ म भएर चाहिँ यहाँ बार्दैछौँ, अलि राम्रो बार्नुपर्छ भनेर। अनि यता चाहिँ हाम्रो भाउजू भिडियो बनाइदिन्छु नि त म पनि भनेर बनाउँदै हुनुहुन्छ। अनि त्यसपछि हाम्रो ज्वाइँ चाहिँ यहाँ मासतिर हेर्दै हुनुहुन्छ। अनि साथीहरू होइन, आज चाहिँ मैले सर्प पनि पक्रेको छु है। माछा मार्ने हुँदा धेरै वर्षपछि माछा मारेको। अनि माछा मार्दाखेरि त च्याप्प समातेर ठुलै माछा निकाल्यो होला भनेको त मैले त साप यत्रो पक्रेर निकालेँ हौ साथीहरू। अनि त्यसपछि त मैले त आत्तिएर छोडिदिएँ होइन। अनि त्यसपछि हामीले यहाँनिर दुवाली फर्काएर माछा मारेको साथीहरू आज चाहिँ हामीले होइन। अनि यसो छुट्टीको के अरे मतलब आजको दिनलाई चाहिँ सदुपयोग गर्दा नि हाम्रो सोल्टीले पनि सघाउँदै हुनुहुन्छ। अनि यहाँ मासतिर चाहिँ बदम बेच्ने आएछ कि साथीहरू। अनि बदम बेच्ने आएर बदम भन्दै आएर अनि हाम्रो पुनम दाइले चाहिँ बदम लिनलाई यता आउँदै हुनुहुन्छ, यता लिएर आउनु भनेर। अनि त्यसपछि हाम्रो ज्वाइँ पनि आउँदै हुनुहुन्छ। हामी चाहिँ यहाँ तल पुरा धुमधाम बार्दैछौँ है साथीहरू। आज चाहिँ धेरै नै माछा मार्ने भनेर चाहिँ अनि यहाँ बार्दैछौँ साथीहरू होइन। त्यसपछि हाम्रो भाउजू अनि पुनम दाइ चाहिँ यता बस्नु भएर अनि बदम लिनुलाई बदमवालालाई बोलाएर अनि यहाँनिर बदम लिँदै हुनुहुन्छ। अनि हाम्रो ज्वाइँले चाहिँ यता चेक गर्दै हुनुहुन्छ कतिको गहिरो छ अनि कतिको सानेर। अनि माछा चाहिँ एकदमै यहाँ पानी चाहिँ एकदम सङ्लो के साथीहरू, हेर्नु न सङ्लो छ है पानी चाहिँ। अनि माछा मारौँ लाग्ने गरी सङ्लो पानी छ। हामीले चाहिँ यता बारेर रेडी गर्दैछौँ। अनि हाम्रो ज्वाइँले चाहिँ यहाँ चेक गर्दै हुनुहुन्छ। अनि त्यसपछि चाहिँ हामी चाहिँ यता बार्दैछौँ। अनि हाम्रो भाउजू चाहिँ यता आउँदै हुनुहुन्छ। म चाहिँ यहाँनिर यता पनि बार्नुपर्छ कि अलिक राम्रो, बारेन भने त फेरि यता पनि पानी यतापट्टि पनि माछा छ, यतापट्टि फाल्टै मार्नुपर्छ भनेर म चाहिँ यहाँ बार्दैछु। अनि त्यसमा चाहिँ हाम्रो महेन्द्र हाङजुम्बा सोल्टीले पनि सँगाउँदै हुनुहुन्छ। अनि म चाहिँ यहाँ कुर पनि छाम्दैछु, साप अघिको जस्तो निस्किन्छ कि भनेर क्या साथीहरू। फेरि डर पनि लाग्दै छाम्दैछु क्या। यहाँनिर भरे त फेरि अघि छोडेको साप त यहीँ पो फेरि माछा चेपेर पो सापले त कति मजाले माछा चेपेर यता जाँदै रहेछ कि साथीहरू। अनि कस्तो डर पनि लागिरहेको थियो। अनि हाम्रो ज्वाइँले चाहिँ पानी अलिक यता यसो गऱ्यो भने अलिक छिटो जान्छ भनेर यी साथीहरू। अनि हामीले चाहिँ माछा मारिसक्यौँ साथीहरू। अनि अब यत्रो माछा मारिसकेपछि अब हामी चाहिँ फर्किने बेला भयो साथीहरू। अब चाहिँ हामी फर्केको माछा मारिसकेर अनि यहाँ बसेर एकछिन टिकटक बनाउँ भनेर बनायो। अनि त्यसपछि हामी फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।